के घर भत्किँदा चाहिँ अलिक दुखी भएछु है। अहिले निशुल्क गर्दाखेरि चाहिँ यहाँ तपाईँले सुन्दै हुन्छ नि अब आमाले के भन्दै हुन्छ, घर भत्किँदा चाहिँ अलिअलि दुखी भएको थिएँ तर अहिले निशुल्क यहाँ स्वास्थ्य यहाँ बस्दाखेरि चाहिँ खुसी भएको छु भनेर भन्दै हुनुहुन्छ है। त्यहाँ सुकुम्बासीहरूको स्वास्थ्य जाँच हुँदैछ। यही हो कि हामीले धैर्यता गर्नुपर्छ है। सरकारलाई पनि सजिलो कुनै हालतमा छैन। हामी आफै सम्झौँ न, 2 जना भनेको ठाउँमा 5 जना पाहुना आयो भने हामीलाई कति साह्रो पर्छ कि। फेरि खाना बनाउनु पर्ने हुन्छ, फेरि दाल, फेरि सब्जी, फेरि अचार बनाउनु पर्ने हुन्छ। 2टा बेड भएको ठाउँमा अर्को एउटा बेड, अरू 2टा बेड म्यानेज गर्नुपर्ने हुन्छ। सजिलो कसैलाई हुँदैन, कसैलाई न घर चलाउन सजिलो, न सरकार चलाउन सजिलो, न स्कुल चलाउन सजिला चिज कुनै पनि काहीँ पनि हुँदैन। पैसा पनि सजिलो ठाउँमा काहीँ पनि हुँदैन। हामीले पर्खिनुपर्छ। सरकारले जति सक्दो गरिरहेको छ कि यहाँनिर अतिक्रमणवासी र हुकुमवासीका लागि होइन है, तिनीहरूका लागि सरकारले केही पनि गर्ने होइन, केही नै गर्ने होइन। त्यो सरकारको जिम्मेवारीमा पर्दैन। तर जो सक्कली सुकुम्बासी छन्, जति छन् नेपाल अधिराज्यभरि, पूर्व पश्चिम उत्तर दक्षिण जुन सुकै ठाउँमा हुन्, तिनीहरूको व्यवस्था गर्ने जिम्मा सरकारको हो। जुन सुकै कष्टमा सरकारले गर्नुपर्छ कि सरकारले गर्दिन भनेर पछि हट्नलाई पाउँदैन। तर जो साँच्चैको भूमिहीन छन्, जसको जग्गाको नाम निशान एउटा केही छैन नि, तिनीहरूलाई सरकारले व्यवस्था गर्नुपर्छ। यो चाहिँ घर मेरो भनेर एउटा सानो 2 कोठाकै घर किन नहोस्, एउटा टोयलेट बाथरुम राखेर, एउटा किचन राखेर 2टा कोठा बनाएर भए पनि सरकारले दिनुपर्छ कि उनीहरूले भन्न पाउन् यो चाहिँ मेरो हो कि। कसैले पनि नखोसोस् त्यहाँबाट। कोही यो 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 हुकुमवासीहरू अतिक्रमणवासीहरू चाहिँ भाडा उठाउँदै नआउन् के, त्यो उनीहरूको आफ्नो होस्। तपाईँहरू सुन्दै हुनुहुन्छ नि, त्यहाँ हेर्दै हुनुहुन्छ सुकुम्बासी बस्तीमा के भन्छन्। एउटा सानो छाप्रा लाएर बसिरहेको थिएँ, महिनाको 3000 5000 8000 उठाउन आइहाल्थे। कसले उठाउँथ्यो त? त्यो पैसा उठाउने हक सरकारले कसलाई दिएको थियो? ल हेरौँ त, सरकारको जग्गामा छाप्रो बनाएर बसेका छन्। त्यो छाप्रो बनाउँदा न त्यो भाडा उठाउनेको केही देन होस्। अनि भाडा उठाउँदै आइपुग्ने यो को हुन् यिनीहरू भनेका? यिनै एमाले माओवादी काङ्ग्रेसहरूले पालेका ती गुन्डाहरू होइनन्? त्यो भाडा उठाउने अधिकार कसलाई छ? त्यहाँ देख्दै हुनुहुन्छ कति धेरै मान्छेहरू जोगिएका रहेछन्। त्यो ठाउँमा लगेर घर बनाएर दिन्छु, यहाँनिर घर बनाएर बस्छ भन्दा कति धेरै मान्छेहरू जोगिएका रहेछन्। हेर्दै हुनुहुन्छ नि तपाईँहरू छ्यापछ्याप्ती। अनि यसलाई के भन्नुहुन्छ? सरकारले किन सुकुम्बासीलाई सरकारले पेल्नुपर्ने के छ र? यो जुलुसमा आन्दोलनमा जानुपर्ने के छ र? जो सक्कली सुकुम्बासी हुनुहुन्छ नि, मनमा धर्म राखेर बस्नु होला। तपाईँलाई राष्ट्रिय स्वतन्त्र पार्टी बालेन्द्र सरकारले तपाईँहरूको थन्क्याउने जिम्मा सरकारको हो। जुन सुकै हालतमा गर्नुपर्छ सरकारले पछाडि चढ्नै पाउँदैन म गर्न सक्दिनँ भनेर। त्यो ल्याङल्याङ लुङदुङ होइन के, त्यो बाढी आउँदा बगाउने ठाउँमा घर बनाइदिएर होइन, यता भिर पहरामा होइन। ठिक्क यसो कहाँनिर बस्नलाई हुन्छ, त्यो तपाईँहरूले बस्ने ठाउँ सरकारले बनाउनुपर्छ। जसरी पनि बनाउँदिन भन्नाले धर पाउँदैन। तर यो काममा राजनीति गर्ने काम नगर्नु होला। राजनीतिले उचाल्दाखेरि उचालिने, अर्काका लैलैमा लागेर उचालिने, पछारिने काम नगर्नु होला। त्यो खाना आँटेको घाँस पनि खोसिन्छ है। फेरि कहिलेकाहीँ भुइँको खोस्ने त्यो टिप्ने हुँदाखेरि पल्टाएको पनि खस्छ के। यति चाहिँ ध्यान दिनुपर्छ। तपाईँहरूले चिन्नुपर्छ। तपाईँहरूले केका लागि मान्छेले युज गर्दैछन्, किन आन्दोलनमा हिँड भन्दैछन्, को हुन् तिनीहरू आन्दोलनमा हिँड भन्ने, तिनीहरूले हिजो तपाईँहरूका लागि के गरेका थिए, भोलि सरकारले घर दिएन तपाईँहरूलाई भनी तिनीहरूले घर दिन सक्छन् सक्दैनन्, सबै बुझ्नु चाहिँ जरुरी छ है। यो सुकुम्बासीका नाममा राजनीतिले यो राजनीति गर्ने मान्छेले कसरी रोटी सेक्न खोज्दैछन् तपाईँहरू देख्नुहुन्न? ऊ भयभरका भुराहरूलाई उचालेर लगेको छ। बच्चाहरूलाई युज गर्न पाइन्छ? त्यो जुलुसमा भुराहरूलाई लाने अधिकार कसले दिएको छ? यो बाल शोषणभित्र पर्दैन? यो थाहा हुँदैन ती राजनीति गर्ने मान्छेहरूलाई? यिनीहरू राजनीति गर्ने हुन् र यी चुतियाहरू राजनीति गर्ने हुन् र त्यहाँनिर राजनीति गर्ने यिनीहरूले सोचेका भए सुकुम्बासीलाई नमरुन्, नबगुन्, त्यो खोलाका बगरमा नबसुन्, यिनीहरू पनि हाम्रा देशका नागरिक हुन्, हामीले यिनीहरूलाई थन्क्याउनु पर्छ भनेको त 4-4 चोटि 5-5 चोटि प्रधानमन्त्री बस्दाखेरि केका फुल हेरेर बसे, के हेरेर बसे यिनीहरू यत्रो जेलसम्म? तपाईँहरू सोच्नु न एकचोटि, यिनीहरूले के हेरेर बसे त? के हेरेर बसे यिनीहरूले? केपी ओलीको जस्तो हो भने बतासे अन्डा हेरेर बसे यिनीहरूले? प्रचण्डले के गरे, शेरले के गरे, केपी ओलीले के गरे यत्रोचोटि प्रधानमन्त्री बनिँदाखेरि? तपाईँहरूले जान्न र बुझ्न जरुरी छ है। गर्ने कसैले छैन। तपाईँहरूले त सिधा कुरा भन्छु, बालेन्द्र शाहलाई त तपाईँले त धन्यवाद दिनुपर्छ कि तपाईँहरू सबैजनाले। ठिक छ, हामीले बस्ने व्यवस्था गर, हामी छोड्छौँ। तिमीहरूले कहाँ लगेर भन्छौ त्यो भिरमा चाहिँ नलैजाऊ, हामीले यसो बस्ने ठाउँमा लैजाऊ। अझै तिमीहरू सक्छौ भने एउटा केही सिपहरू पनि सिकाइदियो हामीलाई, हामी तिमीहरूले भनेका ठाउँमा जान्छौँ। हामीलाई पनि यो खोलाको बगरमा बगेर मर्नु छैन।
हाम्रो व्यवस्थापन गरिदिए हामी तिमीहरूले भनेको मान्छौँ भनेर त तपाईँहरूले पो सरकारलाई भन्नुपर्छ त। छैन भने त ठुलो कुरा गर्न पाइएन नि त। मैले कसैसँग ऋण माग्दैछु, ऋण लिँदैछु, मसँग छैन भने त मैले ठुलो आवाज गरेँ भने मलाई कसैले ऋण देला र? मैले त सानो बोलेर मेरो दुःख देखाएर मेरो यस्तो छ यस्तो छ मलाई यति दिएन, म एउटा सानै एउटा केही चटपटे पसल खोल्न चाहन्छु, एउटा चिया दोकान खोल्न चाहन्छु, मलाई 50,000 ऋण देऊ होला भनेर त मैले मसिनो बोल्ने हो नि त। मैले खस्रो बोल्ने, दिइहाल त यहाँ पैसा चाहिँ दिइहाल त, भए सके तिर्छु नभए तिर्दिनँ भनेर यो खालको गरेर भने त मलाई मेरो आफ्नाले पनि दिँदैनन् नि ऋण। त्यो बोलीमा पनि भर पर्छ नि। तपाईँहरूले भन्ने हो सिधै, हामीहरूलाई बाटोमा फ्याल्न पाउँदैनौ, ठिक छ, हामीले बनाएर राख, तिमीहरूले कहाँ भन्छौ हामी जान्छौँ। भिरमा चाहिँ जाँदैन हो, त्यो चाहिँ भन्नु फेरि भिरमा जाने होइन, भिरमा त लडेर मरिन्छ, किन जाने नि भिरमा चाहिँ। त्यसो हो किन र? हामी राष्ट्रिय स्वतन्त्र पार्टी जसले यो रासपालाई सपोर्ट गर्छौँ, रासपालाई भोट दिएका छौँ। तपाईँलाई के लाग्छ हामीलाई सुकुम्बासीको माया लाग्दैन र? माया लाग्छ नि। म कुन हुकुमबासी थिएँ र? म कुन बालेन्द्र शाहको जस्तो जुमिनदारको छोरी हो र? होइन। मलाई पनि मेरो आमाले साह्रै दुःख गरेर हुर्काएको छ। मैले देखेको छु के दुःख भनेको, मैले देखेको छु दुःख भनेको। तपाईँहरू पत्याउनु हुन्न ल भन्दाखेरि है मैले तितो यथार्थ ल्याएँ। मेरो मामाहरू 2 जना है, मेरो मम्मीहरू 2 जना, हामीलाई खान लाउनको कमी होइन, बाबाले पैसा दिने हो। तर एउटा ठुलो डसना के त्यति बेरै पनि सायद यो 20-25 किलो कतिको रुवाको डसना ठुलो, हामी 3 जना दिदीबहिनी मात्रै त्यति बेर अनि मेरो मम्मी, हामी 4 जना सुत्ने डसना। तर कोठामा चाहिँ 2टा खाट, एउटामा मम्मीले तन्ना मात्रै ओछ्याउनुहुन्थ्यो अरे के। मलाई त्यो चाहिँ याद छैन, तर पाहुनाहरू आएको चाहिँ मलाई याद छ। एकचोटि मेरो बुवाको रिलेटिभहरू आउनुभएछ, मैले बिर्ताउनमा रेन्टमा बस्दाखेरिको कुरा गर्दैछु। हामीसँग एउटा कोठा र एउटा किचन थियो है। अनि बुवाको रिलेटिभहरू आउनुभयो अरे, अब डसना छैन के। त्यसपछि मम्मीले के गर्नुभयो अरे तपाईँलाई थाहा छ? मलाई चाहिँ याद छैन, तर पाहुनाहरू आएको मलाई याद छ। मम्मीको जम्मा 6वटा कि 7वटा कतिवटा साडी सुतीको चिप्लो गरेर होइन, त्यो साडी ओछ्याएर अर्को खाटमा साडी माथिबाट तन्ना ओछ्याउनु भयो अरे। अनि मेरो माइली बहिनी र कान्छी बहिनी त्यति बेर त, साइली अहिले युएसमा छ, 2 जनालाई त्यो खाटमा लिएर मम्मी चाहिँ त्यो खाटमा सुत्नुभएको अरे के। मलाई चाहिँ यता 2 जना पाहुनाहरूसँग त्यता सुताउनु भयो अरे कि मम्मीले। म चाहिँ सानैदेखि प्याक चाहिँ भनिहाल्नु पर्ने, यसले त भरे फ्याट्टै थाहा पाउँछ, अब मम्मी कहाँ यहाँ त साडी या त पातलो छ भन्छ भनेर पाहुनाहरूले नथाहा पाउनु भनेर त्यो डसनामा पाहुनाहरूलाई सुत्न दिएर मलाई पाहुनाहरूसँगै सुत्न लगाएर मम्मी चाहिँ पल्लो खाटमा 2 जना दिदीहरू है, मेरो बाबाको रिलेटिभहरू कि यता पाठागाडा कता कहाँबाट आउनुभएको झापामा, मम्मीले त्यसरी सुत्नुभएको हो क्या। मम्मी के भन्नुहुन्छ? हामी यो कुन खालको धनी वर्गमा पर्छौँ होला नभन्नु त। दुःख सबैले गरेको छ कसम। मलाई एकचोटि तपाईँहरू सबैजना मेरो जतिजनाले मेरो भिडियो हेर्नुहुन्छ पास्टमा फर्केर हेर्नु त, कस्तो सिचुएसन थियो, कस्तो सिचुएसनबाट कस्तो परिस्थितिबाट कस्तो परिस्थितिमा हुनुहुन्छ। हिजो कस्तो घरमा बस्नुहुन्थ्यो, अहिले कस्तो घरमा हुनुहुन्छ, हिजो खुवाई कस्तो थियो, अहिले कस्तो छ। मेरी आमाको सुनको नाममा एउटा भोलि मात्रै थियो जस्तो लाग्छ, मेरो मम्मीको सुन है अहिले टन्नै छ। सिधा हो, अब मैले किन यति भनिराख्ने, मेरी आमाले पुग्ने गरी सुन्छ क्या मेरी आमासँग अहिले। तर समय लाग्दो रहेछ नि त, मेहनत त सबैले गर्नुपर्छ। हामी कुन चाहिँ कति होला र हामी नेपाली जन्मजातै बाउ बाजेले थुपारिदिएका सम्पत्तिमा चयन गर्ने त छैन, सबै आफैले दुःख गरेर सङ्घर्ष गरेर कमाएका हो नि हामी सबैले। त्यही हो, धैर्यता गर्नु होला, पर्खिनु होला, सरकारले तपाईँहरूको व्यवस्था गर्नुपर्छ है। तर उचाल्दाखेरि उचालिने र पछारिनेमा नलाग्नु होला है। भोलि त्यही सरकारले गर्छु भनेको पनि नगर्देला है, बुझ्नुभयो नि सबैजनाले।